साथीहरू सम्पूर्णलाई नमस्कार। अनि आज चाहिँ हामी यहाँनिर चाहिँ श्रम गर्दैछौँ। यहाँ ढुङ्गा फोरेर चाहिँ ढुङ्गा बोक्ने कार्यहरू हुँदैछ। किनभने हाम्रो चाहिँ यो के भन्छ यो बाटो बनाउनको लागि चाहिँ हामी चाहिँ यहाँनिर सबैजना हामी यहाँनिर हाम्रो टोलहरू छिमेकीहरू सबैजना हामी यहाँ भेला भएर चाहिँ हामी आज श्रम गर्ने भनेर हामी यहाँ यसरी जुटेको छौँ। र बाटो चाहिँ यस्तो अवस्था छ यहाँनिर होइन, स्कुल जाने बालबच्चाहरूको लागि चाहिँ एकदम अप्ठ्यारो भएको कारणले गर्दाखेरि चाहिँ हामीले यहाँनिर चाहिँ सिडी बुन्ने कामहरू गर्दैछौँ। अनि कोही अगाडि खन्दै हुनुहुन्छ, कोही सिडी हाल्दै हुनुहुन्छ होइन। अनि बाटो चाहिँ यस्तो छ। अनि त्यस पछाडिलाई अनि यो कोही चाहिँ यहाँ ढुङ्गा बोक्दै हुनुहुन्छ, आउँदै हुनुहुन्छ। ढुङ्गा बोक्ने ठाउँ पनि एकदमै टाढा छ, निकै पर जानुपर्छ, 20 मिनट जति हिँड्नुपर्छ होइन। अनि यहाँनिर चाहिँ यसरी हामीले सबैजना मिलिकन चाहिँ यहाँ सुरु गरेका छौँ। र हाम्रो चाहिँ यहाँनिर एउटा डिउ खाने ब्रेक पनि यहाँ रहेको छ। र सबैजना यहाँ डिउ चिसोहरू खाँदै हुनुहुन्छ, कोही फ्रुटीहरू, कोही त्यो गोलो के भन्छ त्योहरू खाँदै हुनुहुन्छ यहाँनिर। अनि त्यस पछाडि यो सिडीहरू चाहिँ यस्तो भएको छ, हामीले बनाउँदैछौँ। यो हामीले चाहिँ यो बनाएको चाहिँ हाम्रो पहिलो दिन हो यो बनाउँदै गरेको चाहिँ। अनि यहाँ कोही खन्दै हुनुहुन्छ, सिडी बनाउँदै हुनुहुन्छ होइन। कोही चाहिँ भने यहाँ मासतिर पनि छ, कोही बनाउँदै हुनुहुन्छ, त्यहाँ मासतिर कोही खन्दै हुनुहुन्छ त्यहाँनिर पनि। अनि त्यही भएको कारणले गर्दाखेरि साथीहरू हामी यहाँनिर श्रममा यसरी जुटेका छौँ। र सबैजना हामी यहाँनिर यो काम गर्दै चाहिँ रहेका छौँ। र सबैजना एकदमै मासतिर गइसकेपछि चाहिँ सकेर यहाँनिर चाहिँ डिउ खाने प्लान हुँदैछ। त्यही भएको कारणले गर्दाखेरि चाहिँ लास्टमा चाहिँ डिउ खाएर छुट्ने भनेर चाहिँ हामी यहाँनिर आएका छौँ। ल सबैजनाले यो भिडियोलाई हेरेर लाइक कमेन्ट सेयर गरिदिनु होला भन्ने चाहिँ भन्दै यो भिडियोलाई अन्त्य गर्दछौँ। धन्यवाद सबैजनालाई। बाई बाई, नमस्कार, हस्त।